मिस्टर ह्याकरलाई केही हुन्न। यस्तो यस्तो घाउ हुँदा पनि हजुरहरू हिँड्न आएको छु। त्यसको लागि लाइक एन्ड सब्सक्राइब बन्छ। टिरोज गाइस मौसम पानी कहिले नि पर्न सक्छ, जहिले पर्छ तैले हामी घर भागी आउनेवाला छौँ भिनाजुसँग हिँड्न। अनि म आछौँ हिँड्न। ल भिनाजु जाम अझै के गर्न लाग्यो जाने बेलैमा गर्नुपर्छ गाइस। यो भिनाजलाई जाने बेलैमै। गाइस वेलकम टु आवर च्यानल मिस्टर ह्याकर। हाम्रो च्यानललाई चाहिँ लाइक सब्सक्राइब सब गरेर चाहिँ मोनिटाइज गर्ने तर्फ। हेलो गाइज वेलकम टु आवर च्यानल। मेरो च्यानल युट्युब च्यानल चाहिँ मेरो कमल खनाल भन्ने छ। त्यसमा गएर कमल खनाल सङ छैन गाइस फेरि। कमल खनाल सङ्ग्स छ। त्यसमा गएर तपाईँहरू चाहिँ सब्सक्राइब र लाइक गरेर मलाई चाहिँ एकदम भिडियो अपलोड गर्ने हौसला प्रदान गरिदिनु होला। मेरा भिडियोहरू चाहिँ हेरेर आनन्द लिनु होला। हरिनाम सक्छ डियर प्लेस क्वाइट गाइस। भिनाजुको भिडियो हेर्छु, यो हाल्न सकिन्छ भिनाले। त्यो भिडियो हेर्छ ल। गाइस यो भिनालमा के सुनाइसकेको छ। यो भिनाजु यहाँ हरिण हुनसक्छ गाइस। हरिण प्लिज हरिण हुन्छ म भन्छु। यहाँ हरिण छ। Guys, 500 billion years later. त्यो हो, यो खोला हो। हामी टिरोज जानेवाला छौँ। टिरोजमा सनसेट हेर्नु पर्यो भने सनसेट यहाँबाट हुन्छ। अनि यहाँबाट यस्तो दुख्दा यो साइड आइपुग्छ के। वाउ यो सनसेट होइन जे भए पनि वाउ गाइस। अनि यहाँ गर्मी छ, त्यही भएर हामी क्यामेराले भिडियो बनाएको छैनौँ। किन भन्दाखेरि हाम्रो क्यामेरा ओभर हिटिङ हुनसक्छ। त्यही भएर म र भिनाजुले क्यामेरा लिएर आएको छैन। यो जङ्गल, यो पानी यहाँ हरिण पिउन आउने होला भिनाजु त्यो पानी है। गाइस हाम्रो बोलीका बच्चाहरू उडिरहेको छन् त्यहाँ। यो के को रुख हो कमेन्टमा भन्छ होला। बाई टिरोज सी यु टुमारो। हामी धुलो उडेर हाम्रो लङ हाइकिङ सिरिजमा धुलो उडेर हामी नजान पाएको ठाउँ हामी च्वाट्टै जाने हो। यहाँ घाँस हेर्छ त ओहो पो पनि होइन गाइस। यो घाँस यो पात रेड बेउटा मैले भेटाएको दोस्रो रेड बेउटा गाइस। यो पोइजनस हो। गाइस धेरै जसो रातो भेउटाहरू पोइजनस हुन्छन्, त्यही भएर नगर्छु। हजुर रोली के हो कमेन्टमा भन्छ होला। त्यो के को दुःख हो कमेन्टमा भन्छ। कस्तो लाइट पारेछ होला देख्नु। टोर्नेडो त होइन नि भिनाजु फेरि त्यो हुनसक्छ भिनाजु त्यो। यस्तो छ गाइस बाटो। ओहो के गरायो यस्तो छ बाटो। के को रुख हो कमेन्ट गर्छ। नेपालको पिपलको पात जस्तो देखिन्छ हो र यो। त्यो कुन चाहिँ चरा हो कमेन्टमा भन्छ। हाम्रो भिनाजु यहाँदेखि हिँडेर उठासम्म लडेको अरे। यहाँ त ट्रेलको बाटो छ भाइ जाने हो। फलो गर्ने ट्रेल जाम। यहाँ हरिणको आदि हुनसक्छ, हेरेर हिँड्नुपर्छ। यस्तो जङ्गलभित्र आएको छ, त्यसको लागि लाइक एन्ड सब्सक्राइब बन्छ है। त्यसो हिँड्नु हुन्न भिनाजु। जे हुन्छ है। अब यहाँ त फिटा कसरी जान्छौँ भिनाजु। यदि गाह्रो ठाउँ होला यस्तो जङ्गलमा भनि त राख्छु नि गाइस। यो भिनाजु भिडियो आफू हाल्छु न, मलाई भिडियो बनाउनु सिकाइदिन्छ। कमेन्टमा भिनाजु भिडियो हाल्छु भनेर भन्छ होला। यस्तो छ
जङ्गलभित्रभित्र यहाँ हामी झ्याक्रो लिन आउनुपर्ने हाम्रो बारीको लागि है बिनाजु ओहो हामी अस्ति नै यो खोलालाई उल्टो साइडबाट हेर्थ्यौँ है आज यो साइडबाट हेर्छौँ यस्तो नि जिन्दगी यो ट्रेल कहाँसम्म पुग्छ बिनाजु गाडी ट्रेल कहाँ पुग्छ यहाँ पर खोला हुन्छ क्या है प्यारोट पनि हुनसक्छ गाई यो ट्रेल वकमा यस्तो छ गाई यस्तो खोला छ यस्तो छ यस्तो ऊ पनि छ वाप्तरमा यो मन पर्यो साइक हाइक 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 अब स्लो मोसनमा हान्छु हाइक द्याट चाहिँ स्लो मोसन थिएन अब फेरि आज हान्छु हाइक ए गाइस हामी उठी टाइम चराहरू हो क्या यिनका बिना चाहिँ यही यस्तै ट्रेल थियो होइन त्यहाँ वाउ वाउ गाइस त्यो टुप्पोमा चरा देख्छ त्यही हो गाइस यहाँ गाडीहरू हिँड्दैछन् हामीहरू पनि हिँड्दैछौँ गाडीहरू हिँड्दैछन् हामी पनि हिँड्दैछौँ अर्जेन्टिना घारेर घर जाँदैछन् हामी पनि हिँड्दैछौँ गाडी पनि हिँड्दैछन् अर्जेन्टिना हारेर घर पुगे अब घर जान लागेको छन् अनि यही ट्रेल इन्ड हो यो के हो अनि हामी ओहो सूर्यमुखी यहाँबाट हामी रोड क्रस गरेर उता कम्युनिटी पुगिन्छ होला हजुर ओ यहाँ चाहिँ रहेछ नि त है त्यो रहेछ नि यहाँ थिएछ त्यहाँ जाने हिँड्नु त चाहिँ ओ त्यहाँ यहाँ छ ट्रेल कहाँ पुगेछ जानु पर्यो ट्रेल त यसरी आउँदो रहेछ उसरी उता जाँदो रहेछ अनि जानुपर्छ नि त भन होइन ए म त त्यहीँ टुङ्गे जस्तो लाग्यो मौसम हो गाइस यहाँ हाम्रो भर्खर यहाँ वेदर हेरेको अनि हामीले त्यहाँ थाहा पायौँ कि अहिले 4 मिनटमा पानी पर्न थाल्छ त्यही भएर रोड क्रस गरेर हामीलाई घर पुगिहाल्नुपर्छ गाइस ओ माई गड म यहाँ बेसरी मुटु दुख भयो 4 मिनटमा पानी पर्ने ओह माई गड गाइस यस्तो हुन्छ त हाम्रो लङ हाइकिङ त सर्ट हाइकिङ पो बन्यो छ्या गाइस माथि के भयो त्यहाँ रोडी छ गाइस यहाँ चाहिँ यहाँ घर पुगौँ 4 मिनटमा हामी घर पुग्छौँ अहिले हामी अलिक जाडा गर्छौँ अहिले हामी पुगिन्छ आधा घन्टा लाग्छ आधा घन्टा जे पाइथ्यो के घडी हामी हेर्छौँ अहिले अहिले 3 भयो है त 3 भयो 4 मिनट 1 मिनट अब के मुसलधारे त होइन कति पर्सेन्ट देखाएको थियो 50-70 भनेपछि पानी त बेसरी पर्ने आएछ नि के रेजहरू पनि झार्यो यहाँ बिना चाहिँ के गर्ने त अब तर कति मिनट हेर्छु त अब हामी वेदर हेरेको 3मा हो त्यसो 4, 5, 6, 7 मिनट छ होला हामीलाई घर पुग्नु मिलाउँछु उतिरोस् गाइस
अब म के लाइक गाइस यहाँ कस्तो हो के भने कस्तो हो भने होइन बिनाजु पानी यहाँ कति बजी पर्ने भने थियो यस्तो पनि भएको छ गाइस पानी कति बजी पर्ने भने थियो भन्दाखेरि गाइस कस्तो भने झ्याउला यहाँ के भन्छ अरे वेदरमा देखाएको थियो हामी चेक गरेर आएको त्यतिखेर देखाएको थियो कि पानी 8 बजे पर्छ अनि अहिले 4 मिनटमा पानी पर्ने ओह यो गाइस फोन गर्नुपर्छ या कसैलाई हामी लिन आउन ओहो गाइस ओ माय गॉड गाइसहरू भन्छ तँलाई म के यति खुसी बस्छु कति क्युट क्युट चरा छन् गाइस त्यहाँ माथि हिँड्यो गाइस त्यो बार हिँड्ने छ अर्को बार हिँड्ने छैन उड्यो गाइस उड्यो बच्चाले यहीँ छोडेर उड्यो बिनाजु हजुर त्यो मान्छेको बिनाजु त्यो ढुकुर हो यो कुकुर के कुकुर फेरि कुकुर भनेको सानो फुरफुरे ए हो गाइस माय गॉड घर त पुग्नु लाम हामी यसरी पुग्नुलाई छ त्यहाँ छ न कम्युनिटी हाम्रो जस्तो गरमला है गाइस कमेन्टमा गर्छ क्रस गर्ने हो कि होइन गर्ने हो कन्फिडेन्ट राख्छु बिनाजु हजुरमा कन्फिडेन्ट चाहिँ सबै कुरा हुन्छ बिनाजु दोहोरो मोटर कतिखेर आउँछ भनेर नआएको समय दौडिन्छ भने मान्छे त हामी त हेरेर दौडिनुपर्छ तै पनि गाइस यहाँ त बादल देखेर लागिरहेको छ कि ठुलै पानी आउँछ हेर्छु कति नजिक छ माइको रेनी डे दिन अमेरिकाको अर्को पार्ट बन्छ क्या हो भनेपछि बिनाजु रेनी डे दिन अमेरिकाको अर्को पनि हुन्छ होला नि बिनाजु पार्ट बन्छ क्या मेरो पानी परेर आज हो गाइस मलाई एउटा केही भन्नु छ हामी अहिले हिँडिरहेको कसरी थाहा छ गाइस रोब्लक्सबाट निक्लेर त्यो क्र्याबलाई छोडेपछि कस्तो निक्लेको कि गाइस हामी सडनली निक्लेको के आउँदैछु परिरहेको छ गाइस हामी अर्क्यौँ यहाँ ओ माई गड भिनाजु के गर्ने अब त्यहाँ माथि जाँदै यसो उभिँदै म फोटो खिच्छु फोटोको मतलब छ भिनाजु गाइसहरू यहाँ पानी परेछ भिनाले फोटो यहाँ पानी परिरहेछ गरम गरिरहेछ बिल्ली चम्किरहेछ यो भिनाजुलाई फोटोको मतलब छ गाइस यस्तो पनि पानी परिरहेको छ के गर्ने ओहो कालो बादल छ यस्तो बादल छ यार पानी पर्न लाग्यो अब के गर्ने र जतिखेर पनि पानी पऱ्यो भने त नेत्रो के हुन्छ यार थोपा परिरहेछ त्यहाँ तँ हेर्छ त ओहो पानी त बेसै पर्छ त्यो रुखको लेभल देख्छस् नि गाइस बादल त्यो रुखको लेभलमा छ है पानी त थोपा त मेरो हातमा पनि आइरहेछ घाँटीसम्म आइरहेछ क्याप लाई गाइस घाँटीसम्म पानी परिरहेछ यस्तो पनि है बिनाजु हेर्छ त पानी कसरी परेको गाइस यो रुख छ नि यो रुख यहाँ छ इक्जाम्पल यो यहाँ छ यो लेभल बादलको लेभल हेर्छ यो रुखको ठ्याक्क माथि छ यो यसको लेभल अनि गाइस हल्ला मैले के भन्न छ भर्खरै मेरो जिब्रोमा पानी परिदियो गराङ पनि गरिरहेछ यहाँ हामीलाई डर लागिरहेछ दि एन्ड